म कहीँ एउटा किया गाडी आछ त्यसको धुवा फाल्यो पिकअप छैन भनेर कस्टमरको गुनासो ल आउनुहोस् म हेर्दैछु यो इन्टरकुलरको पाइप हो जुन टर्बो हुँदै इन्टरकुलर हुँदै आएर इन्टेक मेन्टलमा लाग्छ यो पाइप त यति चक छ मोबिल बाहिरसम्म रसा छ जब बाहिर यस्तो लेतो जमिरहेछ भने भित्रको कन्डिसन कस्तो होला यो गाडीको पिकअप छैन धुवा एकदम कालो मुस्रो फाल्छ हैन मैले बारी बारी चेकअप गरेको इन्जनमा ठाउँबाट लिकेज छ यानि कि इन्जनले ग्यास बनाइरहेछ यसको ग्यास बनाइरहेछ अनि पिकअप नभएपछि गाडी हल्का हिट भएर चल्दो रहेछ कि जबरजस्ती पेल्नु पर्यो अनि अलिकति बढी तातेर गाडी कुट्दो रहेछ अनि कस्टमरको भनाइअनुसार मैले चेकअप गरेको यसो हेरेको त इङ्लेटको पाइप मैले यसो चेक गरेको इन्टरकुलरबाट इङ्लेटमा जोइन्ट हुने पाइप यस्तो रसाएको रहेछ मोबिल पनि आएको रहेछ अनि इजिआरले फालेको डस्ट पनि एकदम चक भएको रहेछ हैन अनि समस्या चाहिँ यसको रहेछ एयर फिल्टर हामी खोलेर हेर्छौँ एयर फिल्टरको कन्डिसन तपाईँ पनि हेर्नु एयर फिल्टर ल भाइ टकटकाउ त टकटकाउ त्यहाँ यस्तो धुलो छ खै मलाई त्यो यहाँ हेर्नुहोस् त म टकटकाउँछु अब यस्तो एयर फिल्टर कन्डिसन यस्तो छ हैन यो एयर फिल्टर 4 भएर टाइमली सर्भिस नभएको कारणले गर्दा यो समस्या आएको यसमा सामान चाहिँ केही फेर्नु पर्दैन ओन्ली सर्भिसिङ गर्ने हो कि इन्टेक लाइन यो हावाको लाइन छ इजिआर इन्टेक लाइनहरू सफा गर्ने हो एकचोटि हामी गाडी चेकअप गर्छु तपाईँ पनि हेर्नुहोस् कतिको धुवा फाल्छ भनेर मैले त एयर फिल्टर निकालिदिएछु पहिला भन्दा अलिक कम फाल्छ तर अहिले पनि हेर्नु कतिको फाल्दो रहेछ ल भाइ गाडी स्टार्ट गर कार्बन चेक गरौँ न कार्बन कति बन्द रहेछ भित्र जुन इन्जिन भित्र जुन हाम्रो कम्बसन छ नि त्यो बिग्रिरहेछ के जति चाहिने हो हावाको प्रेसर फ्युलको प्रेसर त्यो राम्रो छैन फ्युल त ठिक छ तर हावाको प्रेसर जति इन्जिनलाई चाहियो हावा त्यति पुगिरहेछ ल हेर्नुहोस् त कति धुवा फालिरहेछ यो भनेको फल्टमा सामान फेर्नु होइन सर्भिसिङ गर्ने हो अब नर्मल सर्भिसिङ गर्दाखेरि हामी मोबिल फिल्टर एयर फिल्टर फेर्छौँ